हामीले कस्तो ठाउँमा चाहिँ मौरीहरूलाई चराउन सक्छौँ, मौरीहरूलाई चाहिँ हामीले लिन सक्छौँ र मौरीहरू चाहिँ कस्तो ठाउँमा प्रायः बस्ने गर्छ त भन्ने कुराहरू धेरै साथीहरूलाई यसको विषयमा लगभग थाहा छैन। जब मौरीहरूलाई चराउन लाने ठाउँ कस्तो हो, मौरीहरूलाई मौसमअनुसारको कस्तो खालको बालीहरू लगाउन सक्छौँ हामीले र त्यो ठाउँमा हामीले चराउन ल्याउन सक्छौँ भन्ने कुराको विषयमा आज हामी छर्लङ्ग हुने गरी हजुरहरूलाई यो भिडियो मार्फत म जानकारी दिन गइरहेको छु। म खेतमा आइपुगेको छु। यति बेला प्रशस्तै मात्रामा यहाँ फापर फुलिरहेको छ। अब तपाईँले सिजन वाइज हुनसक्छ। तपाईँले कार्तिकमा तोरी छर्न सक्नुहुन्छ, त्यो माघ फागुनमा फुल्न सक्छ। मङ्सिरमा केराउ छर्न सक्नुहुन्छ, फागुन र चैतमा त्यो फुल्न सक्छ या फल्न सक्छ। त्यसै गरी तपाईँले चैतमा फापर छर्न सक्नुहुन्छ, वैशाख जेठमा प्रशस्त मात्रा फुलेर अत्याधिक धेरै मात्रामा फल्ने सम्भावना रहन्छ। हो, तपाईँले पनि समयअनुसार र समय अनुकूलका बालीहरू लगाउनुहोस्। समय अनुकूल के कुराको कहाँ आवश्यक छ त? तपाईँ यदि अलिकति फुल फुल्ने एरियाभन्दा टाढै हुनुहुन्छ भनेदेखि यस्तो खालको बालीहरू प्रशस्तै मात्रामा तपाईँले लगाउन सक्नुहुन्छ। अब मैले यहाँ फापर छरेको छु, नजिकै घर छ अलिपरतिर। त्यो घरबाट उडेर आउन यसलाई नजिकै पर्छ। जुन सिर्ना जातको मौरी हामीले आफै आएर बसेको भनौँ, अर्थात् पुराना घरहरूमा भएका मौरीहरू, त्यस्ता मौरीहरू त जहाँ पुगेर पनि चर्न सक्छ, ल्याउन सक्छ। तर मेरीफेरा जातका अथवा विकासे जातका मौरीहरूलाई तपाईँले त्यो आफै चर्ने ठाउँ चाहिन सक्छ, त्यसलाई चरन चाहिन सक्छ, समयअनुसारको चास्नी चाहिन सक्छ। त्यसैले गर्दा कुन समयमा के कुरा चाहिने हो त्यो कुरा हामीले सर्लक्क भन्न पर्यो, थाहा पाउन पर्यो है। अनि त्यो अनुसारको तपाईँले बालीहरू लगाउनु पर्यो। जुन पाए त्यही समयमा बाली लगाएर बाली हुँदैन साथी है, यो कुरा विचार गर्नुहोस्। तपाईँले यदि मौरी कुन समयमा बढी चाहिँ तिनीहरूले चाहिँ मेहनत गरेर चाहिँ फुलहरूबाट मह ल्याउन सक्छ त भन्ने कुरा पनि थाहा पाउनु पर्यो र कुन ठाउँमा चराउने, कस्तो मौरीलाई कहाँ चराउने भन्ने कुरा पनि हामीले प्रष्टसँग थाहा पाउनु पर्यो। अब यो नजिकै हाम्रो चाहिँ जङ्गल प्रशस्त मात्रामा छ। यो जङ्गल भएको ठाउँमा चाहिँ चरेर आउने ठाउँ पनि भयो, तर म्याक्सिमम ठाउँहरूमा यसरी जङ्गल नजिकै हुँदैन। त्यो ठाउँमा चर्न जानका लागि उनीहरूलाई अलिकति सम्भावना पनि कम रहन्छ, जसले गर्दा उनीहरू चर्दैन, जसले गर्दा हामीले चराउनै पर्ने हुनसक्छ। यस्ता मौरीहरूलाई चाहिँ हामीले त्यसरी मौसम अनुसारका चराउन लानका लागि बालीहरू लगाउन सक्छौँ, जुन फुल खेल्ने बालीहरू। फुल त नखेल्ने बाली त सायद हुँदैन पनि होला, तर बेमौसममा पनि फुल्न सकियोस्, चाँडै फुल्न सकियोस् र चाँडै हामीले फाइदा पनि लिन सक्यौँ र मौरीलाई पनि चरनको लागि सजिलो होस् भन्नका लागि हामीले यसरी फापरहरू छरिरहेका छौँ र नजिकै। र तपाईँले पनि यस्ता खालका बालीहरू लगाएर मौरीहरूलाई चाहिँ चरन क्षेत्रको पूर्ण कामहरू चाहिँ गर्न सक्नुहुन्छ साथीहरू है, भन्न चाहन्छौँ। ल अन्त्यमा हामीले धेरै कुरा भनिराख्नुपर्ने, धेरै कुरा भन्ने भन्दा पनि धेरै कुरा चाहिँ हामीले गर्ने हुनुपर्छ। तपाईँले यसरी धेरै कुरा छरिदिनु भयो भनेदेखि तपाईँको बाली पनि उत्पादन हुने भयो। तपाईँले मौरी मात्रै लिन पावर छ भन्ने कुरा होइन नि त। उत्पादन लिनका लागि नि प्राक सिजन हुनुपर्छ क्या। मौरीले तपाईँको फुल चुस्दिनु पर्यो। हो, मौरीको फुल यदि मजाले चुस्दियो भने चाहिँ तपाईँकोमा प्राक सिजन हुन्छ। प्राक सिजन भइसकेपछि तपाईँको बालीहरू धेरैभन्दा धेरै उत्पादन कतो बढ्छ र पछि गएर तपाईँले धेरैभन्दा धेरै फाइदाहरू लिन सक्नुहुन्छ। धेरैभन्दा धेरै आम्दानीहरूको स्रोत चाहिँ तपाईँको मौरी पनि हुनसक्छ, बाली पनि हुनसक्छ। दुवैले फाइदा लिनका लागि यस्तो मौसम अनुसारको बालीहरू लगाइदिनुहोस्। प्राक सिजन मजाले हुन्छ
र धेरै मात्रामा आम्दानी दिन सकिन्छ भन्दै हामी यो भिडियोबाट बिदा हुन चाहन्छौँ।